हाम्रो घर चाहिँ छोरीको 5 र 6 गते बेल विवाहको लागि तयारी भइसक्यो है त। हाम्रो घरै फुल रोटी पाक्दैछ। अरू के रोटी पाक्छ म हजुरहरूलाई देखाउँछु है त भिडियो मार्फत। हेर्नु यस्तो दामी भएछ फुल रोटी, हेर्नुहोस् कलरफुल है त। हाई गर मामु, हाई गर बाबु मामुलाई। ल पाउने हो। रोटीका परिकारहरू हेर्नुहोस्। छोरीको बेल विवाहको लागि हाम्रो घर तयारी भइसकेको छ। यति नै हो। फिनी रोटी अनि निम्किन रोटी छ। ए ल हजुरले भन्नुहुन्छ ल भन्नु ल। मेरो नातिनीको लागि रोटी बनाएको, फुल रोटी अनि चिनी रोटी अनि निम्किन रोटी, सेलरोटी बनाउने छ। बेल विवाह हो 5 गते, त्यही भएर रोटी बनाएको छु। ल है त साथीहरू, हाम्रो यही छोरीको 5 र 6 गते बेल विवाह हुने, हाम्रो छोरीको पहिलो विवाहको लागि रोटी तयार भइसक्यो। मैले बेल विवाहको हजुरहरूलाई सबै भिडियोहरू सकेसम्म पुरै भिडियोहरू लिने क्याप्चर गर्ने कोसिस गर्छु है त साथीहरू। ल यता हेर छोरी। ल लैजानु। एकचोटि हेरेपछि भयो। एकचोटि हेरे चाहिँ पुग्यो। नानी मेहन्दी लगाइदिएको जस्तो गर न। त्यो गर नानी। जसो भन्छ त्यसै गर्छ। केही मान्छे भन्नु नपर्ने भइसक्यो त अब। त्यो केही पनि हैन उसले नि खै भन्छ कानको बहाना काटेर मलाई खाने शेष गर्ने प्लास्टिकमा होला नि आफैले लिएर हिँड्ने थियो त। अनि बाबुले यस्तो फुर्का गर्ने है। बाबुको यहाँ फोटो बसिरस् न। तपाईँको मान्छे त टाउको मात्र आइदियो।
बाबु आएर लिएर आउँछ अरे यहाँ आउ त तिमी यहाँ आऊ मछीमा आउ त यहाँ यहाँ आउ यहाँ बसेर यो बाबुले बनाउने भिडियो उयो माथि उठ्याउ न भुइँमा राख न दिन्छु मैले यहाँको दिन्छु कि यो बाटोको हो यो मान्छेमा फोटो खिच्न छ के सबै टर्न बाई टर्न खिच्ने के दिएको यो यता मम्मीले सबैले हालेको कस्तो पर्दैन हो र त्यो खाएको हेलो साथीहरू, भोलि 5 र 6 गते चाहिँ छोरीको बेल विवाह भएको कारणले आज 4 गते साँझ चाहिँ हामीहरू मेहन्दी कार्यक्रम गरेका छौँ र मेहन्दीकै लागि भनेर हामीले सानो केक पनि कटिङ गरेका थियौँ र सबैजना मिलेर हामीले चाहिँ केक खायौँ। केक खाएर भएपछि चाहिँ हामीहरू सबैजना मिलेर पालो गरेर चाहिँ छोरीसँग फोटो खिच्यौँ र यसरी चाहिँ हामीले चाहिँ मेहन्दी कार्यक्रमलाई चाहिँ इन्डिङ गऱ्यौँ है त साथीहरू।